क्लिकै भएको छ आउँदा हुन्छ त साइडबाट बस के गर्दैन लात्ती मात्र हान्छ के गर्दैन ल ठिक छ त्यो उनीहरूले पास गर्दैन 25 मा सही हुन्छ दाइ हाल्नु केही पनि हुँदैन खै खै छ केही हुँदैन रे गर्दैन बिस्तारै छेउबाट आउनु न अलि यो यसले लात्ती चाहिँ हान्छ रे 1 by 1 केही हुन्न यहाँनिर उ त्यो कालोको पछाडि चाहिँ अलि आउँछ नि लात्ती हान्यो भने जस्ता माथि पुग्छ छिङ उ यसले त हुन्छ है यसले गर्दैन तर्साइदियो क्या हल्का रमाइलो कि गायो भने त मुटु रोकिन्छ अरे नि त क्या है छातीमा कि गायो भने मुटु रोकिन्छ अरे ए सास फेरे कस्तो फेर्दैन स्या 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 गर जाउँ भयो को बाँकी छ सास फेरेको दाइकोमा फोटो खिच्नु लाग्यो अन्त खिच्नु न यो डाँटहरू त्यस्तै हो जस्तो लाग्यो डाँट यस्तै डाँडा पातले हो नि त हामी कहाँबाट आएको भर हामी नाम्चीबाट आएको अनि यहाँ यो ठाउँ क्याङजुमा क्याङजुमाबाट अब कहाँ जाने अब खाना खानलाई अनि खाना खानलाई जोत्सले ताबा त्यही भन्नुहोस् होइन त्यो त तलको ठाउँ हो अनि मलाई नाम थाहा याद भएन कि त्यसको नाम अलिकति गाडी छ नाम यहाँको लामो छ त्यो नाम जङ्गल चाहिँ साइज है देखेको छु जू पछि फर्स्ट टाइम जाँच देखियो कहाँ देख्यो अघि ठ्याक्कै आउँदाखेरि हो र हाले पोथी थियो मैले हामीले देखिन त नि मिस भयो त अब हामीले देख्यो भने त्यही वाइल्ड गोट रे हिउँ बसिरहेको रहेछ अहिलेसम्म पर्खिँदै हिउँ पऱ्यो भने चाहिँ तपाईँहरू भने जस्तै रमाइलो हुन्छ हिउँ खैरीहरूलाई लिएर आउनु पर्ने है यस्तोमा रक क्लाइम्बिङ गराउनु गराउँछ नि गराउँछ यहाँ यतातिर गराउँछ र रिजनतिर गराउँछ त मजाले त्यो अनि यो सफाहरू गर्छ नि भित्तासित भित्ता सफा गराउनुलाई भित्ता सफा कहाँको भित्ता यस्तो वालहरूदेखि होइन चढाउने पनि अनि सफा पनि गराउने ल भोक बोक्यो पनि हिँड्नेछ भोकै हिँडेको अनुहार खाना पाएन भने कसरी हिँड्छ होला यो पाला घिचार्दै लिएर जानु पर्ने होला आजको पहिलो उकालो दुधकोसी
त्यो लास्टै हल्लाउने हो चिसो सेट भोको पेट आज लास्टै बादल आएछ अझै पुरै बादलै बादल भोलि के हुन्छ पर्दैन लगाइ जाऊ हिउँ सुरु भयो पर्दैछ यहाँ के मोड रे मेरो त अफ मोड अफ गरिदिएँ नि बेलुका चाहिन्छ कहाँ पऱ्यो खै के छ दाइ ठिक छ कस्तो फिल भइरहेछ खै पढ्दै परेको छैन है देखेको पो हिउँ पऱ्यो भने बस्दैन 2 मिनट अब खानलाई कतिको गाह्रो भइरहेछ के गाह्रो भएको छ हेर त त्यही बाटो हो रे बोक्यो जाने बाटो उताबाट जाने हो उताबाट जाने हो जाने हो उसले हामी गाडी लिएर जाउँ एन्सर पाएन हाँसतिर एन्सर पाए खोक्यो पनि फर्किँदा त गाडी के काम त नि खानको लागि इनकेस गइएछ भने सबैजना जाउँ नि जाउँ पास हानेर चाहिँ नजाउँ है पासै हानेर जाने नि गएपछि त्यहाँ मिल्दैन किन नि लेडिजहरूलाई गाह्रो भइहाल्छ नि कहाँ हुन्छ 520 सधैँ 5420 को पास अनि के पो त नि अकोमोडेसनहरू अनि छ चिन्ता छैन नि ए छ के जाने हो नि होइन गाइज केही सजिलो ठाउँमै छैन दाइ हाम्रो एकजना मान्छे पुग्छ कि हजुर एकजना मान्छे चाहिन्छ कि ए तिमीलाई तिमी के अरे त्यो के अरे एउटै कुरामा कराकरी गराउँछ है बिहानदेखि दाइले मलाई ओके नभने अनि के अरे त्यो कराकरी छ त्यो कुरामा भयो त अब गाली गरेर त्यो के अरे परे त्यो पोर्टर त तिमीहरूसँग हिँड्छ नि अन्त त्यो हाउडे पोर्टर लगाएर हुन्छ दाइ थग्नु सक्दैन त्यस्तो ठग्ने त छैन त्यो अनि रक्सी खाएर चाहिँ यो पऱ्यो दाइ पोर्टर चाहिँ जान्छ क्या गाइड पनि अब पोर्टर उनीहरूसँग गइदियो भने त गाइड त हामी लग्दा हुन्छ झन् सही मजा आउँछ नि चोला पास मैले सजेस्ट गरेको थिएँ हिजो उसलाई पनि योपालि बेस क्याम्प भयो होइन नेक्स्ट टाइम आउँदा चाहिँ अब अझै टाइम छुट्याएर योपालि ऊ भयो नि नेक्स्ट टाइम को आउँछ त यहाँ गोक्यो 16-17 दिन चाहिन्छ त 3टा पास हान्नुलाई बट त्यो बेला चाहिँ 18 दिन छुट्याएर गोक्यो त्यो सबै पास हान्यो यो कुन गुम्बा रे कुन गुम्बा रे यो टेङबोचे मोनास्ट्री होइन यसले गयो एकखेर जाउँ न माथि उनीहरू आएको छैन पाउँछ कि टेङबोचे मोनास्ट्री यहाँको अवतारी लामा बित्नु भएको भएर बन्द भन्दैछ अब के छ थाहा छैन
तिम्बोची 38-75 छौँ हामी अहिले नाम चाहिँ 4 आवर्स वक रे डिस्टेन्स 9 किलोमिटर पानबोच्छे डिस्टेन्स 4 किलोमिटर 3 आवर्स हामी कहाँ बस्ने तिम्बोचीमा बस्नु छ नि तर हाम्रो होटल अलिकति तल पानबोच्छे घोडा चढ्नु त माग्नु पर्ला आज हाम्रो त घोडा चढ्दै आउँदै हुन्छ दाइ कहाँदेखि आउनु भएको दाइ माथिदेखि नै हो ओ घोडा आफ्नै घोडा दाइको दामी रहेछ है हामी त काठमाडौँदेखि नै हो आज त नाम्चीदेखि हजुर आज कता जाने हो र दाइ नाम्चे खुम्दे ए अँ त्यो खुन घर हजुरको उता दुईवटा घर मस्ती छ है दाइहरूलाई यहाँनिर ड्युटी टावर के फिजा आइरहेछ त रगत हो ले के भएर त्यस्तो बिचरा हुन्छ दाइ हजुर हिउँ पर्दैछ गाइज माथितिर हिउँ परिसकेको छ ऊ पुरै हिउँ छ उता मोनास्ट्री हेर्नुहोस् के अन्त अब तिङबोचे मोनास्ट्री गाइज अब अँ अनलाइन हाम्रो पनि खिच्नु न हाम्रो के ल्याएर ए गाइज हिउँ पर्दैछ अलिअलि त्यही हो चिसो पुरा चौर छ यो सब खाली खाली अझै ओह्रालो 15 मिनट यो ओह्रालो जस्तो लाग्यो कि उकालो यही हो त्यो त होइन भोलि जाने त्यो त होला नि हजुर अब जानेबाट त्यो होला सायद अब चाहिँ त्यो रुखहरू भेट्दैन हामीले यसपछि पुरै डेजर्ट टाइपको त्यहाँ त बाटै छैन के हो त्यो के लेखेको छ त्यहाँ बाटो होइन त्यो त यही बाटो एकछिन कुर्ने हो कि 10 किलोमिटर भयो कि जाउँ यही बाटो हो ग्यारेन्टी क्या 100% जाउँ गुगल म्याप गर न
गुगल म्याप यही हुनुपर्छ झरना नि तल यही हो क्या कस्तो कन्फ्युजै छैन नि हाम्रो दाइ हेर्नु थियो तलबाट रे चाँडै आएछ हामी ढिलै हिँड्यो भने धेरै बिस्तारै अनि धेरै हामी लास्ट स्लो हिँड्यो एकदमै हाम्रो हिजोभन्दा धेरै लास्ट स्लो हो यो चाहिँ म यो तिनीहरू आइसक्यो तिनीहरू आइसक्यो अल्छी ग्रुप त आइसक्यो अनि हेर बहिनीको गएर दिदीलाई अल्छी ग्रुप भने अल्छी ग्रुप है यसबारे केही भन्न चाहनुहुन्छ यसबारे तपाईँ के भन्न चाहनुहुन्छ भएको कुरा हो होइन हामी यहाँ यतिकै बसिरहेको थियौँ नि त दिदी र बहिनी दुश्मन रहेछ त्यस्तो थाहा भयो यो हो कि त्यो हो रे उदाइले खै हामीले झुकाउने यस्तो राम्रो बाटो देखाएर त्यो झन् कताबाट गयो होला त नि त्यो सोधी गयो होला त्यसले त होइन मोडलको यस्तो भिडियो खिच्दा मक्ख हुनु पऱ्यो नि मैले सौभाग्य पाएँ नि त सौभाग्य पाएँ नि त घर देखेपछि मक्ख हुन्छ तिमीले डाफे देख्यो देखेन नि उसले भन्दै थियो निक्लिनु 6-7 वटा कतिवटा 6-7 वटा आउनु पानी खान आइरहेको थियो त्यहाँ देखेन आयो होला हामी त त्यो एकजना मान्छे क्रस गऱ्यो क्या एक ग्रुप तिनीहरू आएपछि भइहाल्छ सही रहेछ त हेर बस्नलाई त सही ठाउँ जस्तो बस्नुलाई कि सही ठाउँ जस्तो छ क्या ए हो अलिकति हाइट टाइम कममै आयो नि होइन यो कति पर्छ 3.5 होला होला अहिले नै आगो बाँड्दै भन्नु आगोको पनि पैसा लाग्ला भन्दा फेरि रुख भाँचेर जाउँ न अलिअलि रुख लिएर जाउँ न काटेर यहाँबाट चट्ट काटेर बाटो त सही छ फेमस ठाउँ नै हो क्यारे रिभेन्डर हामीले बसेको त राम्रो राम्रो ठाउँमा बसेको छौँ तर पैसा पनि त्यस्तो त्यस्तो राख्दैछ पानीको नलिएर जस्तो लागिरहेको थियो हालिदिएर हालिदिएर यसो बिजनेस त्यही भएर चल्छ सर्भिस गरिदिएछ क्या अरे के छिटो गएर त्यो लुगा लाउनु रहेछ पोटर फेरि उतै माथि पुग्दैन नि फेरि यहाँ बस्दैन त झ्याउ हुन्छ त नि भने होला नि गाइड दाइले यस्तो कुर्नुपर्छ आज यहीँ बस्ने हो रिभेन्डल लज डेबोछे दामी छ गाइज देखाएको छैन होला त खै
के भयो राम्रो रहेछ त्यो 1 GB वाला आउँछ है अहिले त क्लियर भएपछि के बिहाउँछ हिमालको पछाडि क्लाउड आएको छ कि बिचमा हल्का त छुटेको थियो तिमीले हेर्यो कति मिनट भयो तिमी आएको यहाँ म आएको 240 240 चाँडो हिँडेछ त त किन आइज के छु यहाँ गोरु ख्याट नगर्न ख्याट सकिन रे उकालो के मतलब सकिँदै सकिन्न कि हिँडै भयो रुम लिइसक्यो रुम दिन्छ अरे सबजना हेर्छु ओ सिङ्की यहाँ आइसक्यो त सबैजना ए आएन तिनजना पुरै फाँटै फाँट्छ यो चाहिँ सायद यहाँ खाना खान्छु कि हेर्छु यहीँ भने जस्तो लाग्थ्यो खाना खानलाई उता एभरेस्ट हिमाल हो आज अलिकति मौसम राम्रो छैन उतातिर एभरेस्टतिर राम्रो गाउँ छ यो चाहिँ सोलर अझैसम्म प्योर चौरी छैन होइन भोलिदेखि चाहिँ भेजिटेसन नहुने सायद आजसम्म त छ तेह्र ग्लेसर बगेन्ट हाउस छ माथि त्यहाँ ग्लेसर के हो आज त गर्मी छ जियोस् मजाले महाकुलुङ होटल ठाउँ नाम के रहेछ महाकुलुङ ग्यासहरू 1 सिलिन्डर 10,000 रिफिल गरेको अझ माथि बढी होला अनि पानीको पनि पर्दैन त 800 रुपियाँ 800 रुपियाँ पर थर्मस लास्ट महँगो छ पानी महँगो खाना महँगो बस्नु चाहिँ ठिकै छ 500 देखि 1000 दिन्छ दुईजनालाई सेयरिङ गर्दा ठिक हुन्छ बट पानी महँगो लास्ट महँगो लाग्ने काठमाडौँमा फोकटमा खाने बानी यहाँ चाहिँ लास्ट महँगो छ पानी आमा धाब्लाम सिधा आज फ्रन्ट फेजमा छ फ्रन्ट फेस देखिरहेको छ पुरै एकदम एभरेस्ट खुम्बु रिजनमा सबसे राम्रो एकदमै मैले यो चाहिँ भोटे हो यो अघि हामीसँग आएको होइन है यो होइन कहाँ गएछ त्यो
दाइ त्यो हिजोको 4 जना छ नि त्यो होइन अर्कोको त्यो गफाडीवाला के अरे ऊ टिकटक बनाउनेवालाहरू यो चाहिँ अलिकति डेन्जरै बाटो छ डेन्जर मतलब अलिक भिरमा बाटो सानो पनि छ